के को सिलक भन्छु भन्नुभयो अरे बा आज तपाईँले? रामायण। रामायणको? ल भन्नु त बा। लक्ष्मणले जब बाण हानिकन हात मेघनाथको पनि काटे युद्धमा धनुसहितको कर्तित बहुतै बने। आकाशदेखि वात उडी गिरी गयो आई महल बीचमा। रावण की त बुहारी सुन्दरी अति थिइन् बसेकी जहाँ। तिनको नाउँ सुलोचना यही थियो, नारी थिइन् ती सती। नागकन्ने तिनी हुन् अति रूपवती, मानो मदनको रती। साथमा लिइसकिएरू राक्षसी अनेक विद्याधरी किन्नरी। बस्छिन् बात गरी मदस्या हाँसी उबखत दस्ती उज्यालो गरी। त्यसै अवसरमा गिर्यो महलमा आएर त्यो हात जसै। देखि त्यसकन दासीले र दगुरी संसार बताई तसै। हिरानी कौके गजब हुन गयो रणबाट अहिले यहाँ। बाहु एक उडेर आई गिरी गो यही महल बीचमा। छाती आज चुनिन्छ कुनरी त कहूँ निठुर विधाता भई। हामीलाई सकस दियो यही बुझा आएर किर्नै गई।